धन्यवाद हजुरलाई एकदमै स्वागत छ राम्रो एकदमै खुसी लाग्यो र मैले अहिले मौखिक रूपमा हजुरलाई विशेष गरेर म भेट्न आएको दिउँसै आउनुहुन्छ भनेर थाहा थियो तर पनि एउटा नेतृत्वलाई काम गर्न किन डिस्टर्ब गर्नु भनेर मैले खोजखबर गरिनँ तर अहिले भर्खर म यो एउटा पास्टरको 5 वर्षको नाबालिगलाई जबरजस्ती कर्णिङ गरेको छ बाजे र काकाले र यस्ता अपराधीहरू चाहिँ अपराधहरू यो पहाडी इलाकामा बढिरहेको हुनाले गर्दाखेरि चाहिँ अब हजुरसँग अगाडि नै कन्ट्याक्ट भइदिएको मैले निवेदन पेश गर्थेँ अब मौखिक रूपमा मैले पेश गरेँ यस्ता जघन्य अपराधमा संलग्न अपराधीहरूलाई चाहिँ राज्यको कानुन संशोधन गरेर भने फाँसीको सजाय हुनु पऱ्यो कि त बिच चौरामा लगेर त्यसलाई चाहिँ गोली ठुक्न पऱ्यो उनका छातीमा 3 राउन्ड गोली ठुक्न त्याग गर्नुपर्छ त्यसलाई राज्यले पालेर 10 वर्ष 15 वर्षको सीमा नतोकियोस् भन्छु किनभने एउटा बाजेबाट काकाबाट मामाबाट दाजुबाट र आफ्नो आफन्तबाट एउटा छोरी नाबालक नानीहरू असुरक्षित हुन्छ भने यो अहिले नानी सदनमा छ त्यो हजुरलाई म अहिले आइसियुमा छ विशेष गरेर मौखिक रूपमा पनि मैले हजुरलाई अपडेट गरेँ यो 5 वर्षको नानी र भर्खरै भोजपुरमा पनि एउटा 8-9 वर्षको नानीलाई सामूहिक प्रयास गरेका थिए तर छिमेकीहरूले थाहा पाएर चाहिँ त्यो मान्छेहरू भागेछ नानीलाई बचाउन सफल भएछ पछि त्यो मुद्दाले चाहिँ फेरि सहमति गरेर मिलाइदिएछ यस्ता घटनाहरू चाहिँ पहाडमा बेसरी भइरहेछ पहाडी इलाकामा समाजमा त्यस्तो भइरहेछ म अनुरोध गर्न चाहन्छु यस्ता अपराधीहरूलाई सीमा नतोकियोस् वर्ष नतोकियोस् एकदमै फाँसीको सजाय हुनुपर्छ भन्न चाहन्छु अहिले हजुर कस्तो कारबाही हुन्छ होला त र अर्को कुरा